यो संसारमा को व्यक्ति साँचो छ को व्यक्ति फेक छ त्यो छुट्याउन त गाह्रो नै होला। तर यस्तै बाहिरबाट हेर्दाखेरि झट्ट फेक देखिने तर वास्तवमा भित्री रूपमा हेर्दाखेरि एक प्रकारको व्यक्तित्वको मानसिक समस्या छ, जसलाई हामीले नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर भनेर भन्छौँ। यसमा के हुन्छ भनेपछि त्यो व्यक्तिले आफूलाई एकदम म ठुलो मान्छे हुँ, मलाई ठुलो मान्छे सर अरूले हेर्नुपर्छ, अरूले त्यही अनुसारको रेस्पेक्ट दिनुपर्छ, त्यही अनुसारको व्यवहार गर्नुपर्छ भन्ने उसमा भावना हुन्छ। दोस्रो, ऊ एकदमै सेल्फ सेन्टर्ड हुन्छ। उसले आफूलाई नै केन्द्रबिन्दुमा राखेर उसका सबै एक्टिभिटीहरू भइरहेका हुन्छन्, जुन कुरामा उसलाई चाहिँ त्यति फाइदा हुँदैन, ऊ त्यो कुरामा धेरै इन्भल्भ पनि हुँदैन। तेस्रो, ऊ अरूको भावनाको कति पनि ख्याल गर्दैन। चौथो, ऊ आफ्नो फाइदाको लागि अरूलाई हैन ठग्ने अथवा अरूलाई म्यानिपुलेट गर्ने हैन त्यस्तो टाइपको एक्टिभिटीमा ऊ संलग्न भइरहेको हुन्छ र जब तपाईसँग कुनै पनि उसले फाइदा लिन सक्दैन त्यति बेला चाहिँ उसले तपाईलाई खासै मतलब नगर्ने पनि हुन सक्छ। र पाँचौं, तपाईको सबै हैन ऊ हेर्दाखेरि चाहिँ सबै समाजको अगाडि अरू मान्छेहरूको अगाडि चाहिँ एकदम राम्रो जस्तो एकदम सबै ठिक जस्तो हैन देखिरहेको हुन्छ, तर भित्री रूपमा तपाईलाई उले किनभने एकदम एब्युज गरिरहेको हुन सक्छ यदि तपाईको पार्टनर हो भने, अथवा तपाईको वर्क प्लेसमा सँगै काम गर्ने कलिग हो भने चाहिँ तपाईलाई कुनै न कुनै तरिकाले चाहिँ उले म्यानिपुलेट गरिरहेको हुन्छ। यो चाहिँ नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर हो, यो व्यक्तित्वको एउटा समस्या हो र यसले त्यो व्यक्तिलाई चाहिँ कहिलेकाहीँ कुनै तनाव भयो अथवा उसको इगो हर्ट भयो भने चाहिँ ऊ डिप्रेसनमा जान सक्ने सम्भावना हुन्छ। तर धेरै जसो त्यो स्वयं व्यक्तिलाई भन्दा पनि त्यो व्यक्तिको नजिकको मान्छेलाई चाहिँ यो समस्याले धेरै असर गरिरहेको हुन्छ।